Hey everyone, welcome back to my new vlog. आज म धेरै दिनपछि YouTube च्यानलमा फेरि जोइन भइसकेको छु किन भन्दाखेरि अबको रमझम माहौल एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ के किन भन्दाखेरि हैन गाइज अब हाम्रो यो सिमरुत स्कुलमा भन्दाखेरि यो त्रिवेणी गाउँपालिका भरिमै सिल्लोको चर्चा सिल्लो पुरै अब धुमधाम हुने कुरा छ त्यही भएर आज 13 गतेदेखि 8 महिना 13 गते मैले भ्लग गराइरहेको छु। अब हुनेछ यहाँ रमझमको माहौल सुरु। म अहिले स्कुलमै छु, देख्न सक्नुहुन्छ ड्रेस पनि हैन टाईको साथमा स्कुलमै छु। अहिले सुरु हुँदैछ तल कार्यक्रमहरू। करिब 3 दिनसम्म हुने यो कार्यक्रम एकदमै रमझम होला जस्तो छ। अहिले म यहाँ एक्लै माथि आएर भ्लग स्टार्ट गरिदिएको। एकछिन तल जानुपर्छ अनि सब देखाउँछु हजुरहरूलाई। एकदमै रमाइलो धुमधाम हुनेछ। अहिले मार्च पास हुन्छ। 11वटै माविका विद्यार्थीहरू यहाँ जम्मा भएर सिमरुतु स्कुल र सिमरुतु क्याम्पसमा धुमधाम चर्चा हुनेछ। अहिले त स्कुल साइड एकदमै खाली छ। यहाँ देख्न सक्नुहुन्छ कोही पनि छैन, एउटा दुईटा मान्छे छ, अरू कोही पनि छैन स्कुलमा। अलिअलि त्यता छ किनकि 10 बजेकै छैन। अन्य स्कुलका बरु त्यता देखिन्छन्, कतै देखिन्छन्, तर सुरु भने भएको छैन। अझै एकछिन पछाडि हुन्छ। तल भलिबल कोर्ट बनिरहेको छ। अब कतै भलिबल बन्छ, कतै करातेको लागि, कतै केही। त्यही भएर अझै सर हुनुहुन्छ, नमस्ते सर भन्ने हुन्थ्यो र अहिले के भन्नु। म जान्छु गाइस तलतिर हैन। डाको चाहिँ आज फर्स्ट डे हो अनि म पनि करातेमा छु गर्ने एकछिन पछाडि। अहिले त यो ड्रेसमा आउने भन्नुभएको थियो सरले, किनकि हाम्रो स्कुलको पहिचान झल्काइदिन्छ नि त यसले, त्रिवेणी माविको विद्यार्थी हो भनेर। अनि यो ड्रेस लगाएको छौँ। अब एकछिन पछाडि चाहिँ यहाँ भाइको जस्तै यो ड्रेस लगाउने हो करातेको। देखिनुहुन्छ एकछिन पछाडि उहाँलाई। तर यस्तै छ मार्च पास। अहिले जान्छौँ हामी बजार परिक्रमणमा पनि जान्छौँ। हामी मात्र भएर नभएर 11वटै माविका 11वटै माविका विद्यार्थीले सिमरुतु आज भरिनेछ। मलाई लाग्छ रमझम निकै नै हुनेछ। म चाहिँ हल्का हल्का बिरामी छु, आवाज पनि फरक छ होला। यो जाडोले हुन्छ नि, रुगाखोकीले सतायो कि मलाई। त्यही भएर म जान्छु है। अब यहाँदेखि सरल सब देखाउँछु अलिअलि गाइज। हाम्रो त्रिवेणी मावि सुन्दर विद्यालयमा हाम्रो विद्यार्थीले अब भरिँदैछ अलिअलि। उहाँ चाहिँ सरहरू हुनुहुन्छ। अहिले त्यही पनि केही छैन, मैले अनुमति मागिसकेको छु सरहरूबाट। देख्न सक्नुहुन्छ यहाँनिर अलिअलि विद्यार्थी भरिसकेका छन्। हाम्रो मात्रै, अहिले अन्य स्कुलका त अहिले एकछिन पछाडि आउनुहुन्छ होला। अझै आइसके विद्यार्थीहरू, धेरै विद्यार्थी जम्मा हुन लागिसके। अझै अरू स्कुलको पनि आउने होला। रोइला हुन्छ क्या अब यहाँनिर यार। गाइज अहिले हामी सरले यो ड्रेसमा हुन्न, कराते प्लेयर ड्रेस लाऊ भनेर हामी ड्रेस लाउन जान लाग्छौँ। मेरो साथीले यहाँ यस्तो बेल्टमा गएर यहाँ मलाई हान्छन् पुरै हुस गरे दादा। यिनी डन भइसक्यो। अब यसलाई कोहीले के गर्न सक्दैन। सिमरुतुको डन हुन् कि यिनी रात चलाउँछन् रे। अब ब्ल्याक बेल्ट जान्छु भन्छन्, जान्छु भन्छन्। अझ हेर न डन कम छ नि, हेरौँ न फिटनेस हेर न बडी। अब यिनले ड्रेस लाउँछन् अनि म चाहिँ तल जान्छु ड्रेस लाउनु। पछाडि पहिला यहाँसम्म आयाम, सरले जाऊ छिटो लगाएर आऊ भनेर थर्काउनु। म त्यही भएर आयाम। यसलाई देखाउँछु है म। यिनले चेन्ज गर्ने बेला है ड्रेस। फाइनल भिजनको घर आइसक्यो। अब यिनले कपडा फेर्छन् माथिबाट। एकछिन अहिले आउँछ मेरो दोस्त र सिमरुतुको डन दादा। अब एकछिन पछि यहाँबाट ड्रेस फेलेर फुत्त निस्किन्छन् है। हेरौँ है, हिरोको इन्ट्री हुन्छ है। 1 2 3 दौडको इन्ट्री भयो। डन दादा खै 1 1 2 पोज दिउँ न। सिमरुतु क्याम्पस र सिमरुतु स्कुल यहाँबाट हुन्छ क्या बबाल आज
यही दुई ठाउँमा हुने हो भल आज भलक देखिने भरि यही दुई ठाउँमा देखिन्छ दृश्य आज खतरा। अब यिनले त ड्रेस लगाले अब म लाएको छैन म पनि लाउँछु अहिले एकछिनपछि। अब दुईटाले धुम हान्छौँ हामी पुरै रात चलाउने अब बात गुड नाइट बात खतम। यहाँ रहेको छ बाइक हामी जान्छौँ ड्रेस लाउन पारा गुड नाइट बात खतम। गाई छैन अब सिब्रो तुर्नु भरिन लागिसक्यो क्या हाम्रो स्कुल होइन पारि तर त्यहाँ सिकिरहेको छन् हामी यहाँ आछौँ किनकि यहाँ हुनुहुन्छ हाम्रो साथमा हिमाल गुरु। फाइनल गाइस हाम्रो स्कुलको सबै आफ्नै पारि छन् तर हामी यहाँ बजारमा डुल्न आछौँ किनकि भल गराउनु पऱ्यो नि त हामी होइन। यहाँ धेरै छन् क्या यता साइड पनि छन् पुरै अरू स्कुलका अनि हामी यता छौँ। हामीलाई पारि स्कुल अरूले गरिसक्नु लागिसक्यो हामीहरू यतैतिर बसिरहेको छौँ। अरूले अगाडि नै स्कुल प्रवेश गरिसक्यो तर हामी बजारमा भल गराउँदै हामी अहिले जान लाग्छौँ। अरू तल छन् कोही विद्यालयका तल छन् कोही यता छन् कोही यता छन् हाम्रो भने यहाँ छन्। हामी जान्छौँ अब एकछिनमा सुरुमै गएर हामी त्यहाँ बस्दिन्छौँ है ल त। उहाँ पनि अरू स्कुलकै हुन् सबै आउँदैछन् पारितिर पुरा सिमृत भरिन लागिसक्यो। अब हामी चाहिँ अब जान्छौँ होइन यस्तो छ पुरै। हाम्रो त्रिवेणी मावि अघि बढिसकेको छ अब यहाँ धुम हान्छौँ हामी होइन पुरै क्या अब फायर हो हामी। अगाडि गएर देखाउनु हुन्थ्यो हामी नियमको दायरामा हुनुपर्छ होइन त्यही भएर करातेको टिम यता छ अलि माथि एकदम लामो छ क्या खेलाडीको भराउ छ सिल्ड यहीले जित्छ होला सायद होइन। गाइस पारि चाहिँ बस्दा बस्दा बोर लागेर अनि एक दुईवटा डेमो चाहिँ देखाएको थियौँ त्यो चाहिँ क्लिप अरू कोहीले गरायो कि गराएन थाहा भएन। अहिले चाहिँ हामी आइसक्यौँ यता कामसाम ताप्दै हेर्ने भनेर यहाँ आएर यहाँबाट हेर्ने अब अरू क्या पारि ट्याक्कै देखिन्छ। त्यहाँ बसी बोर लाग्यो के हामीलाई स्कुलदेखि न स्कुल यता क्याम्पस यता। फाइनली गाइस निद पनि पुरा भइसकेको छ अब हाम्रो एकछिन अब जाने हो AK-47 यिनी हाम्रो देशका कर्णधार हुन्। यो खेलौना होइन धेरै अप्ठ्यारो पनि मान्नु पर्दैन आर्टिस्ट हुन् क्या यिनले आफै बनायो यिनले AK-47 त्यसको ज्यानबाट तुल्यो गरे। अब जाम हामी खेल हेर्न जानुपर्छ निद पनि पुरा भइसकेको छ हाम्रो बाहिर अझै अँध्यारो भएको छैन। कस्तो छ पारिको माहौल बब्बाल छ यार ती पुग्ने हो अब कहाँतिर के देखेको थिएँ यार ल। कसरी खान्छ नि यो डाइरेक्टै टोक्या के हुन्न नि अनुहार खाऊ तागत बढाऊ र हुटिङ गर अरू त्यस्तै हो होइन। आजको फर्स्ट डेको सिल्ड चाहिँ सुतेर उठेर नै जाने भयो खासै हेर्न पाइएन न हुटिङ गर्न पाइयो तर डेमो चाहिँ गरेको बब्बाल छ तर भिडियो गराउन पाइएन क्या यार यति मिस्टेक हो। त्यही पनि कतैबाट भयो भने म खोजेर हाल्ने प्रयास गर्नेछु नत्र भने यस्तै हो यही खानुपर्छ जितेपछि। फाइनली आइपुग्यौँ हामी खेल हेर्न। बब्बाल छ के यहाँनिर अहिले कहाँको भइरहेछ थाहा भएन जे भइरहेछ एकदम उत्कृष्ट भइरहेछ है खासै पर स्कुलमा पनि होला मान्छे त्यही भएर यहाँ अलिअलि कमी छन्। पोहोर सालको सिल्डमा यहाँ पुरै मान्छे अटाउ खटाउ हुन्थ्यो होइन आज त अलिअलि खेलाडी छन् यस्तो पनि गाई सिल्ड हुन्छ त सिमृत क्याम्पस खासै माहौल चम्केन क्या अब भोलि रन्किन्छ कि केही पनि भएन यार न कुर्सी पनि पारि खाली छ स्कुलतिर केही छ कि स्कुल जाऊँ न यार यस्तै हो क्या दिनभरि बस्ने होइन पारि सुत्यौँ बिहान एउटा भइहाल्छ क्या अब टाइम पासै हुने त क्या गर्ने त यार आउनु पऱ्यो कि गाई हजुरहरू पनि होइन यहाँ अब स्कुल जाने तयारीमा तर्खरमा छु म गइसक्यौँ गाई हामी स्कुल होइन स्कुल पनि देखाउँछौँ कि अब स्कुलतिरको रमझम कस्तो छ क्याम्पसलाई बाई गरेर अब स्कुलमा मे आई कम इन भन्न जाने यसले हान्न पाए कोहीलाई बदक्कैतिर तर यस्तो गर्नुहुन्न के हामी संस्कारी हो नि।
सकबिन माइन्ड नगर्नु होला तपाईँहरू। हामी यहीँबाट जान्छौँ, ऐना हेर्ने हो त हो। तल गेटबाट पनि को जान्छ क्या यार। केटाहरू ब्याड बोय कम पर्ने भन्नेले भन्दै गर्छ। ओ कराते यहाँनिर। ओ भाइ साहब मिस्टेक भइहाल्ने रहेछ यार। के बवाल छ यहाँ। यस्तो रहेछ त हामी पर भुलेर। यहाँ चाहिँ रमझम होला जस्तो छ है। केही गुरु हुनुहुन्छ यतै। तलै झर्नुपर्छ जस्तो छ। ओए गेट लगाउँछु तल ताल लगाएको छ। जब यता गर्छ अब चाहिँ केही होला जस्तो छ। रमझम बवाल छ। करातेहरूलाई देख्ने बित्तिकै फिल आउँछ क्या मलाई। किन भन्दाखेरि होइन म पनि कराते प्लेयर हो नि त। अर्को दिन त मेरो पनि छ नि त प्रस्तुति। तर देखाउन चाहिँ पाइन्छ कि पाइँदैन त्यो थाहा भएन। प्रस्तुति चाहिँ मेरो पनि आउँछ आउनु त। मेडल पो आउँछ कि हान्न त्यो सम्भावना छैन। यहाँ कबड्डीको पनि रमझम छ। ल यति भए त पुगेको त हामीलाई। यहाँ रहेछ नि त सिल्ड यार। सिल्ड जस्तो यहाँ लागेको छ सिल्ड बरु। यहाँ चाहिँ धेरै ठाउँ छैन। तलबाट चाहिँ देखाउन सकेन। त्यही भएर माथिबाट हजुरहरूलाई बब्बाल देखाउँछु। हाम्रो स्कुलको हुन्ला रहेछ। हामी पर बेकारमा यार। स्मृतिको होनार कबड्डी प्लेयर गइसकेको छन्। के गरेर आउँछ र अब है। ल ल ल ल ल कस्तो यार। त्रिवेणी महाविको आँगनमा यस्तो बबाल सिल्ड। यता चाहिँ हाई जम्प लङ जम्प ट्रिपल जम्पको लागि हुँदैछ त्यो बाल्लोको काम। अर्को प्लेयर अगाडि गएर ओ बब्बाल। अझै बब्बाल देखाउनलाई हामी अझै टपमा जान्छौँ। ए हो के स्मृतिको रैथानी हुनुको फाइदा। वान बी वान सिचुएसन कसले जित्छ है अब। ल बबाल। ए हो के रमझम भनेको स्मृतिमा आजभोलि। हामी त बेकारमा क्याम्पसमा अल्झिरह यार अघिदेखि। केही छैन फाइनलमा एकदम बबाल बनाएर झन् पठाउँछु म। हेर ल है के हुन्छ है अब है। ओ स्मृतिको टिमले बब्बाल। म चाहिँ 7 नम्बरको फ्यान अनि 5 नम्बर पनि त्यस्तै राम्रो लाग्छ। सिधै अफिसमै आएर भलक गराइदिएर म त। आज फर्स्ट डेमा त यस्तो छ झन् जितेपछि कस्तो होला के सम्झिम त यहाँ स्मृतिमा। अनि फाइनल खेलमा झन् कस्तो होला। सबको चाप मेरो हातमा छ है। स्कुल बुक हालिदिन्छु म। ओइ हेड सर। ओ बब्बाल। नुवाकोट भर्सेस स्मृति। ओ नुवाकोट भर्सेस स्मृति भन्दा स्मृतिले पोइन्ट पाइसकेको छ। हल्का हाम्रो हार्ड अपोनेन्ट भनेको चाहिँ नुवाकोट नै थियो। तर सम्भावना चाहिँ मलाई जित्छ जस्तो लागिरहेछ है योपालि स्मृति त्रिवेणी माविले।
फाइनल त्रिवेणी माविले एक सेट त बुया गरिसकेको छ भनौँ। धेरै फुल भिडियो पनि बनाउन सक्दिनँ किनकि टाइम लिमिट पनि हेर्नुपर्छ। मैले धेरै ज्यादा गराउँदाखेरि फेरि पुरै हिन्दी मुभी बन्ला क्या 2-3 घन्टाको, त्यही भएर हल्का हल्का क्लिप देखाउने हो। पुरै राम्ररी हेर्न चाहनुहुन्छ भने आउनु होला त्रिवेणी माविको आँगनमा, स्मृति क्याम्पसको आँगनमा, समस्त स्मृति बजार क्षेत्रमा आउनु होला। र बिहान चाहिँ एकदम रमाइलो थियो। हामी यहाँदेखि सुरु गरेर यहाँ हुँदै त्यहाँदेखि घुमेर आएथ्यौँ। त्यतिखेर बजार परिक्रमण गर्दा एकदम रमाइलो भएको थियो, तर देखाउन सकिएन किनकि म पनि त्यही लाइनमा थिएँ। लाइनमा भएकोले के मोबाइल समातिराख्नु भनेर मैले त्यो गरेन। सरलाई त सोधेको थिएँ नगरा भनेपछि मैले त्यो गराउन सकिनँ। अब चाहिँ म कराते देखाउन जान्छु होला। म चाहिँ अब त्यो कराते देखाउन जान्छु है। यहाँबाट चाहिँ देखिरहेको छैन, त्यही भएर सर म्याडमहरूको भिडभाड छ यार, लाज लागेको लास्टै। बरु हाम्रो कराते पर कस्तो भइरहेछ हेरौँ। अझै सुरु भएको छैन, सुरु हुन्छ है अझै एकछिनमा। के गराउनु पर्यो? बनाइदिइहाल्छु नि, बनाइसकेँ मैले। अरू हिमाल गुरु मुस्कान एकपटक हेर्न पाए हुन्थ्यो। एक मुस्कान के प्लिज। हाँस्नु न, हाँस्नु क्या। अब काथा हुँदैछ हाम्रो, फाइट छ अहिले हुँदैन। काथा चाहिँ म बालसँग देखाइदिन्छु। अब यहाँदेखि माथिदेखि देखाउनुको फिलै अर्कै छ नि। को बस्छ तल, दर्शकहरूसँग टक्क देखाइदिन्छु म। कबड्डी त्यहाँ हुँदैछ, भलिबल त्यहाँ। अघि चाहिँ म माथिदेखि देखाएको थिएँ, अहिले चाहिँ यहाँदेखि देखाउँदैछु। बबाल देखाउँछ नि त। कसले जित्छ यहाँ? कतिजना छ? 11वटै माविबाट को हुन्छ? काठाबाट विनर, त्यसले पाउँछ गोल्ड मेडल। सेकेन्डले सिल्भर, ब्रोन्ज के हुन्छ थाहै भएन। पुरै कतिजना छ यहाँ? 1 2 3 4 5 6 7 8 9 10 11। 2वटा स्कुलदेखि चाहिँ खेलाडी छैन, त्यही भएर 9 जना मात्रै छ यहाँ। यहाँ 9 जना मध्ये त्रिवेणी मावि यानि कि मेरो स्कुलको प्लेयर को हो थाहा छ? भकेशरा दिदी। दिदी अब उहाँले जित्नुहुन्छ भन्ने मलाई आशा छ। जित्नु भएन भने ठिकै छ। अर्को लुगादेखि, अर्को गर्नेटदेखि अरू चाहिँ कहाँको हो मलाई थाहा भएन। चिट्टा सिट्टा पारेर उनको पालो चाहिँ फर्स्टमा जस्तो देख्थ्यो है। काठा दाहिने बस्छ। काठा 2 नम्बर गरिरहेछ। निकाएको हुन्। दर्शकहरू को छन् यहाँ? चिनेको अनुहार भेट्टे लागे। अब गरेटाको सुरु भइरहेछ। माथिबाट भलकमा धेरै गराइएको, तलै गएर गराउनु पर्ला जस्तो छ। दिदीको गराइदिएको भलकमा हालिदिनु पर्ला दिदी, युट्युबमा सिधै। ओइ दिदीको भइसक्यो।
फाइनली म फुपूको छोरा दाईसँग अब सुरुवात गरिसकेँ। फेरि अर्को साथीसँग म पार्टनर गरेर हुन्छु बेला बेला। अब चाहिँ स्कुल धेरै हेरेलिम हामीले। अब क्याम्पस साइड गएर त्यहाँ हेर्नु पर्ने छ के कस्तो भइरहेछ। क्याम्पस जानलाई चाहिँ स्कुल छोडेर सानो बाटो भएर जानुपर्छ होइन। कस्तो छ के छ पर 3 वर्षमा सुते क्या हेर्न चाहिँ बिहानैबाट भलो गराउँथ्यो। पारिकन गेम सेम खेल्यौँ सुत्यौँ। जान मोबाइल ल्याउनु भ्याउँछ। क्याम्पसमा प्रवेश हुन लागिसकेको छ हाम्रो। असम क्याम्पसमा अब छिर्सक्छु म। नमस्कार। अब युट्युबमा भयो भने भयो, म पनि यस्तै बन्ने सलाम गर्छु। सेल्फी भइसक्यो। अब हामी फेरि अघि जहाँ जहाँ लाथ्यौँ त्यही जान्छौँ। झन्डै माथिबाट साइडको जाने हो र। ओ निरु त त्यहाँदेखि भिडियो गराउन ल गाइस। फाइनली आजको फर्स्ट डे सिल यस्तै भयो। अब भोलि पनि भएसम्म हाल्छु म। भएसम्म भन्दा नि म फिक्स हाल्छु। ल आजलाई चाहिँ रात पनि पर्न लागिसक्यो। अब धेरै साँझसम्म नि म गराउँदैन। फोटोसोटो खिच्ने अब त्यसको लागि। अब नयाँ भ्लगमा भेट्छौँ ल भोलि। ल कस्तो लाग्यो आजको कमेन्ट लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। ल बाई गाइस।